हेलो साथीहरू, गुड मर्निङ छ है सबैजनालाई। अनि हाम्रो यहाँको मौसम यस्तै छ। हिजो पनि पानी परेर रिल्स बनाउनु पाएन। आज त रिल्स बनाउँछु भनेर कामसाम सकेर तातेर हिँड्दैछु हो। हाम्रो गाउँको यस्तो छ, सिनहरू यस्तो छ, सुनसान है, दामी छ। हाम्रो गाउँहरू एकदम राम्रो छ, सुनसान। अनि यहाँ भर्खर हिजोअस्ति भर्खर मकै रोपेर यत्रो चाहिँ भयो। मकैको सिजन पनि आयो है, बर्खा लाग्यो। त्यही हो, बर्खाको टाइममा पानी पुरा पर्छ र रिल्स बनाउनु अलिकति प्रब्लम हुन्छ। तर केही छैन, अब केटाकेटीहरू पढ्दैछ, आफ्नो आफ्नो लाइन पक्रिँदैछ हो। अनि आमाहरू चाहिँ के गरेर बस्नु, खाना पकाउनु बस्नु है, त्यही घरको काम गर्नु, त्यही त हो नि आमाहरूको काम। र पनि त आमाहरू त्यसो फ्री टाइम हुँदा त यसो रिल्सहरू बनाउनु पऱ्यो नि होइन। अलिकति जानेको बुझेको यसो पछाडि नानीहरूलाई काम लाग्छ। ए मेरो आमा यस्तो रहेछ, मेरो आमाले यसरी रिल्स बनाउँदो रहेछ भन्ने नानीहरू पनि हेरोस् भनेर चाहिँ साथीहरू। अनि अलिअलि जानेको हल्का फुल्का डान्सहरू गर्दैछौँ। अब त्यो त लाइक भ्युज सेयर गर्नु त तपाईँहरूको साथीहरूको हातमा छ है। सबैले सपोर्ट गरिदिनु होला, लाइक सेयर कमेन्ट गरेर है। अब आमाहरूलाई त्यही त हो, आमाहरूको टाइम पास। ल यति भन्दै साथीहरू सबैजनालाई मेरोबाट बाई बाई।